आजको मेरो नयाँ भिडियो र नयाँ ब्लगमा स्वागत छ र फाइनली हामी चाहिँ बर्खा लागिसकेको छ अनि चाहिँ के भन्दैछ भने होम पाइप लिन आज हामी जाँदैछौँ हैन। अनि होम पाइप आज हामी मेवा डेभलपर्सको चाहिँ सहयोगमा हामीले होम पाइप 2 वटा हामी हाल्दैछौँ जहाँ चाहिँ हाम्रो गाउँको बाटो बर्खामा धेरै नै अप्ठ्यारो हुन्छ भनौँ न। बाढीले खोल्छ लान्छ त्यो कुरा चाहिँ हामीले ठ्याक्कसँगले खोलामा हाल्ने बेला चाहिँ दमन गरिरहेछौँ। हामी चाहिँ होम पाइप ल्याउने ठाउँमा आइपुगेका छौँ र यो 2टा होम पाइप चाहिँ हामी लैजाँदैछौँ। जिउस बर्खा लागेको छ सबैले थाहा छ हैन। एकदम पहाडतिर चाहिँ खोला नाला एकदम बढ्ने गर्छ हैन। अनि चाहिँ पहाडको बाटोहरू त्यस्तै हो हैन। एउटा खोलामा चाहिँ 4-5 खेप चाहिँ टर्निङ गरेर हैन 4-5 खेप चाहिँ भेटाएर रोडले चाहिँ छुवाएर लानुपर्ने अवस्था गाउँघरको कृषि सडकतिर यो अवस्था छ। र यो मेवा डेभलपर्सको समन्वयमा हामीले लैजाँदैछौँ जुन चाहिँ बर्खामा चाहिँ एकदम यातायात सहजता होस् भनेर चाहिँ हामी खोलातिर चाहिँ होम पाइप ल्याउने जमर्को गरिराखेका छौँ। र जुन यो रहेको छ मेरिङदेन 4 लिम्तेक र मेरिङदेन 5 थोकीमाको बिचमा चाहिँ बग्ने मुवा खोला र मुवा खोलामा चाहिँ यो पहिलो लटमा राखिएको जुन 90 mm को होला हैन सायद। र यो अहिले देखिराख्नु भएको दृश्य छ जुन चाहिँ 120 mm को यो होम पाइप रहेको छ। र यो होम पाइप चाहिँ मेवा डेभलपर्सको समन्वय लगायत मेरिङदेन गाउँपालिका अनि त्यसैगरी मेरिङदेन गाउँपालिका 4 लिम्तेक त्यसैगरी थुकीमा लगायत राजनीतिक दल र विभिन्न बुद्धिजीवी अनि सङ्घ संस्था लगायत विभिन्नले चाहिँ पहल गरेर यस मुवा खोलामा चाहिँ एउटा अस्थायी डाइभर्सन भनौँ न हैन जिउस खोला चाहिँ निकास गर्ने कार्यक्रमहरू हुँदैछ हैन। जुन चाहिँ यहाँबाट चाहिँ अलिकति सहजता हाम्रो यातायात सहजता हुने हामीले अनुमान अड्कल गरिराखेका छौँ हैन। त्यसै पनि सहजताखेरि भइहाल्ने नै हो। पहिला चाहिँ कस्तो थियो भने अलिकति सानो होम पाइप हैन। अहिले हामीले लाँदै गरेको होम पाइप चाहिँ अलिकति सानो होम पाइप रहेको थियो र त्यो सानो होम पाइपले चाहिँ अलिकति खोला ठुलो हैन माथि चाहिँ पातलबाट एकदम ठुलो पानी पर्दा एकदम सबै हुर्रिएर भेला भएर आउँदा चाहिँ एकदम होम पाइप नागेर जाने अवस्था स्थिति थियो। र अहिले यो जुन बस्दै गरेको होम पाइप चाहिँ निकै ठुलो छ हैन। 120 भनेपछि 90-10 भनेपछि निकै ठुलो नै छ। र यो होम पाइप राखे पछाडि चाहिँ अलिकति यातायात सहजता हुने देखिएको छ। र योभन्दा चाहिँ अगाडि चाहिँ यो थिङथेवा खोला रहेको छ र त्यहाँ चाहिँ होम पाइप राखिसकेको छ। त्यसको भिडियो चाहिँ अब पछि म हाल्नेछु हैन। त्यहाँ पनि एकदम गाह्रो थियो बर्खामा चाहिँ यातायात गर्नको लागि हैन। यो यहाँ चाहिँ अब बन्दैछ। यो बनिसकेपछि सहजता होला है। अनि फाइनली हामी चाहिँ होम पाइप राख्ने ठाउँमा आइपुगेका छौँ र यस मुनि देखिराख्नु भएको छ। यहाँ मुनि चाहिँ एकदम ठुलो खोला आउँछ। त्यहाँ चाहिँ हामी अब हाम्रो मेरिङदेन गाउँपालिकाको चाहिँ त्यो जेसिपी बोलाएर हामी यो होम पाइप राख्ने जमर्को गरिरहेका छौँ है। भिडियो हेर्दै हुनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो र युट्युब च्यानल सुमन ब्लग 90 छ हैन। युट्युब च्यानलमा चाहिँ सर्च गरेर सब्सक्राइब गरिदिनु होला। यस्तै हो गाउँठाउँको भिडियोहरू हैन।
मान्छेलाई पौडी यत्रो गाडीको नि किन लडिजानु पल्टिँदैन नि त कहाँ ढुङ्गा यत्रो पसेछ कि ठिक्काउनेछ हो हुन्छ मैले अलिक एउटाले काम काट्छ सुन्नु ठ्याक्कै निस्किन्छ अलिक अलिक यतै खोल्नुपर्छ यतै खोल्नुपर्छ कि यहाँ पासको खोलो यो काका यो तपाईको